नमस्कार, म देवदार नगरपालिका 8 बस्ने रुद्र पाण्डे, देवदार नगरपालिका कर्मचारी। हाम्रो ऐतिहासिक धार्मिक सम्पदाले भरिएको यस पाखरी वृक्ष, ऐतिहासिक बुद्धकालीन वृक्ष, बुद्ध भगवान आएर बस्नुभएको, खेल्नुभएको एउटा आँकडा एउटा 2700 वर्ष पुरानोलाई अनुमान गरिएको छ। र धार्मिक भन्नुपर्दा मास्टर होल्डर, पिएचडी होल्डर र विभिन्न धरती माताहरूले मेडिटेसन गरे अनुसार 33 कोटी देवता शिवजी, गणेश भगवान, शेषनागले बास गर्नुभएको यस पवित्र वृक्ष, अमृतमय वृक्ष, जसलाई अवलोकन गर्नको लागि नेपालको सामान्य किसानदेखि लिएर मन्त्रीगणसम्म 1 लाखदेखि लिएर पिएचडी होल्डर, मास्टर होल्डर, एमफिल, बायोलोजी, टिचिङ, हाम्रो एजुकेसनल टुर सम्पूर्ण लिटरेट पर्सनहरू अलरेडी आइसक्नु भयो। र बाहिरबाट हाम्रो चाइनाको जियोफिजिक्स साइन्टिस्ट, त्यहाँका मेयर साहबहरू, त्यहाँका ठुल्ठुला लिटरेट पर्सनहरू, बिजनेसम्यानहरू र अमेरिकाका पत्रकार लगायत सम्पूर्ण बुद्धिज्महरू यस पाखरी वृक्षमा अवलोकन, रिसर्च र माइक्रो स्टडी गर्नको लागि आइसक्नु भएको छ। आज पनि हाम्रो कलाकारी क्षेत्रबाट हाम्रो आर्टिस्ट हाम्रो सर, शुभ नाम सर? सुमन साक्य र हजुर सर सञ्जित महर्जन हाम्रो यस पाखरी वृक्षमा अवलोकन, रिसर्च र माइक्रो स्टडी गर्न आइदिनु भएकोमा म रुद्र पाण्डे लगायत हामी सम्पूर्ण लिटरेट पर्सन र हामी यहाँ भएको सम्पूर्ण व्यक्तित्वहरूसँग जोडिएको व्यक्तित्वसँग म यो सबै जोड्न चाहन्छु। हामी सबैको तर्फबाट उहाँहरूलाई न्यानो अभिवादन र नमस्कार गर्न चाहन्छु। र हाम्रो यो फ्यानलाई फेरि चाहिँ 82 फिट फ्यान र 500 फिटको हाँगा फैलिएको, सधैँभरि हरियो भइराख्ने, कहिले उजाड नहुने, गिद्ध, चिल, बाज, बकुल्ला नबस्ने, गुण नलाग्ने सामान्य चराहरू बस्छन्। गिद्ध, चिल, बाज, बकुल्ला, इगल, भल्चर, क्रो, क्रेन, गिद्ध, चिल, बाज, बकुल्ला नबस्ने, गुण नलाग्ने। यसको नजिक हात्ती नआउने, हात्ती आउने प्र्याक्टिकल गरेको हात्ती त्यो गरिदिएको त हात्ती आउँदैन, त्यो घरबाट यता आउँदैन। हामीले किन गरेको त्यो हाम्रो स्पिरिचुअल्ली भन्थ्यौँ, हाम्रो फुल्ली स्पिरिचुअल्ली भनेको प्रशस्त आध्यात्मिक शक्ति भएको र हात्ती पनि पोजिटिभिटी हो। हात्तीभन्दा अझै हाई भाइब्रेसन भएको यो वृक्ष लगाउँदाखेरि हात्ती आउँदैन र प्रशस्तै अक्सिजन र सकारात्मक ऊर्जा भएको हुँदाखेरि हाम्रो विभिन्न रोगहरूलाई निवारण गर्न मद्दत गर्ने वृक्ष भएको हुँदाखेरि हाम्रो नगरपालिका, टोल सुधार समिति, वार्ड प्रतिनिधि, लुम्बिनी, रामग्राम लगायत यहाँका हाम्रो सम्पूर्ण एक्जिबिसन प्लेस र लिटरेट पर्सनहरूले यसलाई हाम्रो एउटा ध्यान केन्द्र बनाउन प्लानिङ गर्नुभएको छ। त्यसको हाम्रो आर्किटेक्ट इन्जिनियर गोपाल बहादुर कमलजी यससँग जोडिएको हाम्रो गौतम बुद्धका मावली र हाम्रो लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, जहाँ हाम्रो एग्रो फरेस्ट्री इन्भाइरोमेन्टल डेभलपमेन्ट स्टडी साइन्स अफ द 10 टप युनिभर्सिटीसँग कनेक्टेड भएको हाम्रो भाइरल ट्री, जसले हामीले गुगल र मोबाइलबाट हेर्न मिल्छ। द बर्थ प्लेस अफ लर्ड बुद्ध, लुम्बिनी डेभलपमेन्ट ट्रस्ट, ओल्ड हेरिटेज साइट, पाखरी ट्री, हाम्रो फेमस ट्री, एसिया लार्जेस्ट एन्ड ओल्ड नेचुरल ब्युटी, टप 10। हाम्रो लुम्बिनी आएका व्यक्तित्वहरू यहाँसम्म आइपुग्नु हुन्छ। यो एसियाकै कि वर्ल्डकै? वर्ल्डको, एसियाको लार्जेस्ट एन्ड ओल्डेस्ट मध्ये र फुल अफ नेचुरल ब्युटी, फोर्कली डिजाइनिङ, एसियाका ठुलो रुखहरू मध्येमा, एसियाकै ठुलो रुख, वर्ल्डको त होइन, ठुलो रुखहरू मध्येमा भन्दाखेरि ठुलो रुख भन्छन्, ठुलो रुखमा सेकेन्ड भन्छन्, तर हामीले भन्नुपर्दाखेरि ठुलो रुखहरू मध्ये, किनकि काउन्टिङमा हाम्रो धेरै छन् नि रुखहरू। र तपाईँको जस्तो हाम्रो नजिकै हाम्रो लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी पनि छ, त्योसँग यसलाई जोडिएको छ। यसलाई हाम्रो ठुलो प्लानिङ त्यसको हाम्रो र यसमा विभिन्न स्ट्रक्चरहरू, सेपहरू छन्। अब मैले त्यो सेप पनि देखाउनु गइरहेको छु। यहाँ जस्तै यहाँ हेर्नु, हामी यता अनुसार हाम्रो हात्तीसँग सेप बनेको छ। यहाँ हाम्रो आर्टिकलहरूलाई चाहिने मोस्ट इम्पोर्टेन्ट सिम्बल हाम्रो सेप, यो आँखा भयो, शिर भयो, कान भयो र सुँड, हात्तीको सुँडको सेप, हात्ती सुँड देखिरहेको छ। हजुर, म यहाँको ब्रिफिङ गाइड, केयरटेकर, देवता गाइड पनि गर्छु। मैले यहाँ फुर्सद नभएको हुँदाखेरि म यसमै बिजी भइरहेको छु। त्यस्तै यहाँ हाम्रो यस्तै ओडारभित्र हाम्रो सीता भगवान, ऋषि मुनि, विभिन्न देवी देवताहरूले ओडारमा ध्यान गर्ने, तपस्या गर्ने भएको हुँदाखेरि यहाँ हाम्रो फेदबाट विस्फोट भएर गणेश भगवानको सुँडको आकृति बन्नुभएको छ। त्यहाँ माला लगाइदिएको ठाउँमा माथिबाट हाम्रो बुद्ध भगवानको तस्बिर छ। बुद्ध भगवान आएर बस्नुभएको, खेल्नुभएको हाम्रो यो थर्ड आई, उहाँले थर्ड आई ऊर्जा गरेर विश्वलाई एउटा ठुलो क्यारेक्टर नलेज ब्याङ्क, हाम्रो भयङ्कर नलेज दिनुभएको एउटा भगवानको रूपमा उहाँलाई पनि लिइन्छ। लाउनु सरेको यहाँ हाम्रो नदीको हारे जाँदा हाम्रो यहाँ बुद्ध भगवान सुत्नुभएको सेप बनेको छ। लर्ड बुद्ध स्लिपिङ सेप, बुद्ध भगवानको पाउ, हिप, पाखुरा, शिर है, यसरी सुत्नुभएको बुद्ध भगवान सुत्नुभएको सेप बनेको छ। हाम्रो समुद्रको अक्टोपसको सेप बनेको छ यहाँ। र शिर लुगाको कछुवा, शिर लुगाको कछुवा, तपाईँलाई आर्टिकलहरूलाई मोस्ट इम्पोर्टेन्ट चिजहरू छन् है यहाँ एकदम। हाम्रो साइन्टिस्ट हिजो पनि आउनुभएको थियो, हाम्रो ब्याचलरको 3rd इयरको 6th सेमेस्टर 54जनालाई मैले ब्रिफिङ गरिदिएको थिएँ। मैले यहाँ ब्रिफिङ गाइड, केयरटेकर सबै गर्छु मैले। त्यस्तै यहाँ हाम्रो हात्तीको सुँडको सेप, एलिफेन्ट ट्रङ्क सेप है यो।
हात्तीको सुँडको सेप त्यो अगाडि बढ्दै जान्छ यो आफै त हात्तीको टाउको जस्तो पनि छ नि एकदम लुकाइरहेको लुकेको हजुर त्यस्तै यहाँ हाम्रो यतापट्टि हाम्रो सेरी बिरुङ हाम्रो बिरेनको सेरी बिरुङ सेप त्यस्तै हाम्रो यो शेषनागको सेप बनेको छ यहाँ यो 1 2 3 4 5 यस्तो गरेको शेषनाग बुद्ध भगवान् ध्यान बस्दाखेरि यस्तो गरेर बस्दा गरेर निराहार बस्दाखेरि उहाँलाई अमृत वर्ष अन्जान गरेर अमृत वर्ष हुन्छ गर्दाखेरि शक्तिले बचेको हुन्छ शेषनागको शक्तिबाट यता हुन्छ हाम्रो आमाले बच्चालाई स्तनपान गराएको छ हाम्रो ब्रेस्ट फिडिङ सेप यहाँ शिर भयो स्तन भयो शरीर भयो हात भयो बच्चा यसरी दुध खुवाउनु लाग्यो ब्रेस्ट फिडिङ सेप यो हाम्रो लिजर्ड सेपारो आर्टिकललाई चाहिने विषयवस्तुहरू छन् कि धेरै यहाँ आँखा भयो अगाडि खुट्टा पछाडि खुट्टा पुच्छर बडी स्ट्रक्चर आँखा यस्तो कोल्टे परेको सेपाराले हेरेको है तपाईँको यहाँबाट हेर्नुलाई माथिपट्टि वहाँ माथि जेलिएको ठाउँमा कुन चाहिँ हाम्रो डाइजेस्टिभ सिस्टम माथि जेलिएको नि पाचन प्रणालीको सेप बनेको हाम्रो काठमाडौँको गाइनेकोलोजी काउन्सिलर चितवन गाइनेकोलोजी काउन्सिलर हाम्रो बायोलोजी डिपार्ट टियु खुमलटारका साइन्टिस्टहरू बुटोलको इएनटी डक्टर शिवरेमी लगायत सम्पूर्ण रिलेटेड पर्सनहरूले लगिसक्नु भएको छ सेपहरू पाचन यो भन्नुभयो होइन हजुर यो हेर्नुहोस् त यहाँ हेर्नुहोस् त जरा जस्तो देखेको हजुर यो सरी यहाँ चाहिँ हो यो कन्थनली भयो इन्टेस्टाइन ओके हजुर हजुर यहाँ आउनु सर यता यता यहाँ त्यही हो त्यो यहाँ यो हजुर 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 मैले पनि त्यही हेरिरहेको थिएँ अब यहाँबाट हेर्नु सक्छ बसेर हेर्नु है यहाँ यो हाम्रो इम्ब्रियो सेप बुरुड है बच्चादानीको बच्चा युटरस बेबी ठ्याक्क नाभि जोडी हामी त्यस्तो गरेर बनेको यस्तो तरिकाले गएको छ होइन यहाँ नाभि जोडिएको छ होइन राइट हाम्रो 2 देखि 2.5 महिना बिचको बच्चाको आकार विशेषतः गाइनेकोलोजी काउन्सिलरहरू बायोलोजी डिपार्टमेन्टबाट लाने सेपहरू है ठ्याक्क नाभि जोडिएको छ यहाँ हाम्रो 2 देखि 2.5 महिना बिचको बच्चाको आकार जसलाई भुर्ण भन्छौँ पूर्ण हो राइट यो हाम्रो फेस सेप अनुहारको सेप है यो मुख भयो आँखा भयो है अनि त्यस्तै तपाईँको यहाँ हाम्रो यहाँ ओ अक्षर भनेको छ तलपट्टि यम भनेको छ है ओम भनेको छ होइन ओम हामीले ओम भन्दा धरतीमा प्रति सेकेन्डमा 1,21,000 किलोमिटरको भाइब्रेसनमा जान्छ ओम 1 मिनटमा 1 सेकेन्ड सेकेन्डमा हामीले ओम एकदम हामीले फुल्ली त्यस्तो हामीले पवित्र मनले भन्नु पऱ्यो ओम भन्दाखेरि प्रति सेकेन्डमा 1,21,000 किलोमिटरको भाइब्रेसनमा जान्छ ओम शब्दको उमबाट ओम भनेको छ पृथ्वी जल अग्नि वायु आकाश पृथ्वी जल ऊ अग्नि वायु ऊ म आकाश म भन्दा आकाश भन्ने होइन पञ्चतत्त्व राइट पञ्चतत्त्वबाट आकाश ओम भनेको ओम भन्दाखेरि प्रति सेकेन्डमा सामान्य कुरो प्रति सेकेन्डमा 1,21,000 किलोमिटरको भाइब्रेसन जान्छ प्रति सेकेन्ड भनेको यो प्रति सेकेन्ड भयो प्रति सेकेन्ड एकचोटिमा यस्तो गरेपछि प्रति सेकेन्ड लाग्छ त्यस्तै हाम्रो यो क्रोकोडाइल सेप गोहीको सेप है गोही आकाश गोही सेप गोही यसरी नै हामीले सरले हुन्छ यसरी नै टेक्निक हुन्छ हामीले यसलाई गोही सेप होइन गोहीको सेप है आर्टिकलहरू यसरी नै हाल्ने गर्ने हुन्छ हामीले गोहीको सेप भयो है पानी हुनेले पनि हेर्नु आज हलाउनु जानु मिलेलाई यो हात्तीको सुने है हजुर आउनु त्यस्तै हाम्रो यहाँ यता बसेर यहाँबाट यो हाम्रो ह्युमानिज मानव खप्पर आँखा भयो नाक भयो मुख भयो सेतु भयो निधार भयो है मानव खप्पर यसरी ल्याउँदैछ यहाँ हेर्नु भयो नि होइन आँखा नाक मुख चेपु निधार यस्तो भयो हामीले माइक्रोस्टेटमा सबै कुरो देखिन्छ होइन त्यस्तै यहाँ अब यो तपाईँको बसेर खेच्नु यो आँखा शिर कान सुँड हात्तीको सुँड है फेस सेप हात्तीको आँखा सानो हुन्छ होइन
यो पनि हात्ती सकेपछि एकैचोटि 500-6जना ग्रुप आउँछ ए अब त्यसैले हामीले उता डाइजेस्टिभ सिस्टम हेऱ्यो नि हजुर यताबाट हामीले स्पाइनल कोर्ड हाम्रो ब्याकबोन पछाडिपट्टिको र मेरुदण्ड रङहरू हेर्नुभयो नि होइन अब तपाईँको यो थर्ड आई शिवजीको तेस्रो आँखा थर्ड आई त्रिनेत्र महादेवको त्रिनेत्र हुन्छ नि थर्ड आई हो यो चाहिँ उनले ऊर्जा गरेपछि बन्द भएर उनले पुरै धरती देखे थर्ड आई होइन बुद्ध भगवान् शक्ति हो त्यस्तै यो भ्यागुताको सेप है ढाड भयो खुट्टा पसारेको छ खुट्टा पनि गएको छ होइन यो बडी स्ट्रक्चर आँखा दुखेको छ 1 2 3 4 5 औँलाहरू हामीले एकदम निहालेर रूपहरू विभिन्न तरिकाले ठाउँमा बसेका छौँ जरामा बनिएको छैन ब्रान्च कन्भर्ट इन्टु द रुट्स होइन फ्रम टु रुट होइन जरादेखि जरासम्म हाँगाबाट फेरि जरामा यसले के जनाएको छ भने हामीलाई फ्रम टु रुट ब्रान्च कन्भर्ट टु रुट होइन हाँगाबाट जरामा बदलेको छैन जरादेखि जरासम्म आएको छैन यसले हामीलाई के बतायो भने हाउ टु सेभ मदर एन्ड मदर ल्यान्ड धरती मातालाई र मातालाई कसरी जोगाउनु भन्ने कुरालाई हामीलाई क्रेडिट नलेज दिएको छ यसले हामीलाई वनस्पति एकदम अर्को नयाँ है अर्को कुरो यसले के बताएको छ भने छेउछेउबाट हामीले सबैतिर माता राख्यो भने सबैतिर ज्वरो गाडेर एउटा इमोर्टल ट्री एउटा अमर वृक्ष हुने सङ्केत पनि देखाइदिएको छ त्यस्तै फर इक्जाम्पलको यता आउनु छ ऊ त्यहाँ होइन त्यहाँ हाँगामै त्यहाँ परमाणुको लागि त्यहाँ ज्वरो गाडेर अर्को रुख निक्ले फेरि यो वाला होइन के जान्न भने नेभर ड्राई कहिले मर्दैन भन्ने भनेपछि उसको अन्त्यसँगै उसले जीवन आफै बनाउने भयो रिबोर्न भइरहन्छ रिबोर्न अझै 2700 वर्ष पहिला सायद पहिले खेतैसम्म थियो होला पुरै खेतीपाती गर्दा गर्दा बडो सर्दै आयो अब फेरि एउटा छेउछेउबाट एउटा ज्वरो गाड्ने सिस्टम बनाएर यसलाई तपाईँको कलकत्ताको वेस्ट बङ्गालको बोटनिकल गार्डन जस्तो बनाउनु सकिन्छ त्यस्तै हाम्रो यही रुख हो नि हाम्रो यही हो एसियाको लार्जेस्ट एन्ड ओल्ड नेचुरल ब्युटी टप 10मा हाम्रो 94 फिट उचाइ 82 फिट 500 फिट हाँगा फैलिएको सधैँभरि हरियो भइराख्ने कहिले उजाड्नु हुने गिद्ध चिलपात बकुलन्द बस्ने हाम्रो फुल अफ नेचुरल ब्युटी दुई प्रकारका छन् एउटा आर्टिफिसियल जुन हामीले ब्युटी पालन गरेर सिकाइदिएको हुन्छ त्यो भनेको फुल अफ नेचुरल प्राकृतिक रूपमै एकदम प्रकृति होइन आर्कोलोजीले सुरु गरेको कुरा त्यसको विभागले 35 अरू पनि सब भन्नुपर्छ होइन आर्कोलोजीले प्रुभ गरिसकेको एसियाको लार्जेस्ट एन्ड ओल्डेस्ट जसमा सेपहरू हामीले सबै हेऱ्यो होइन इगल भल्चर कोरो किरण लेखेको छैन बकुल्ला पनि बस्दैन हामी गिद्ध चिलबाज बकुल्ला नबस्ने जुन नभए नागर गोवन सरकार रक्षा गरेको सेकेन्ड नम्बर गाउँको नाम पनि पाकाडी गाउँ रहेछ होइन नेपाल आर्कोलोजी डिपार्टमेन्ट नेपाल सरकार पुरातत्व विभागबाट सर्टिफाइड हाम्रो एडभान्स बुक होइन यहाँ हाम्रो रामाग्राममा हुन्छ गौतम बुद्धको मावली र लुम्बिनी र हाम्रो एक्जाबिसन प्लेस हाम्रो उत्खनन भएको ठाउँमा त्यस्तै हाम्रो एन्सियन्ट ट्री हिस्टोरिकल ट्री ऐतिहासिक वृक्ष भएको हुँदाखेरि हाम्रो नेपाल सरकार पुरातत्व विभागबाट सर्टिफाइड हाम्रो यो बोर्ड राखिदिनु भएको छ प्रमाणपत्र जस्तो त्यस्तै हाम्रो यहाँ लियो कलम एउटा चित्र बनाइदिनु भएको छ अहिलेको माहौललाई लिएर चित्र बनाइदिनु भएको छ एउटा मोस्ट इम्पोर्टेन्ट यसलाई हामीले माइक्रो स्टडी गरिन्छ चित्रलाई तर पछि लियो भने हजुरलाई थाहै छ लिडरसिप एक्सपिरियन्स अपर्च्युनिटी लेट्स इन्जोय आवर सेल्फ भोलिन्टियर पर्सन सोसियल वर्कर सरकारी हामीले लियो भनिन्छ होइन हाम्रो ग्लोबलाइजेसन पोल्युसन हाम्रो वातावरण पर्दैछ त्यतापट्टि शान्ति वातावरण अहिले हामी पोल्युसनमा छौँ होइन हाम्रो खानाहरू पुरा डगेस्ट भइरहेको यो जमिनहरू पुरा डगेस्ट भइरहेको छ हामीले खादहरू राखेर के गरेर तरकारीहरू पुरै दूषित गरेर हामीले पोइजनहरू राखेको छ खाने परेको छ र विदेशमा जुन हामीले खाना खाने पर्छ हाम्रो एडभान्स रोयल प्लेसहरूमा त्यो खानाहरू माटोमा डिस्पोज गर्ने खाना हामीले बाध्यता खानु परेको छ त्यसमा विभिन्न डिजिजहरू क्रोनिक डिजिजहरू क्यान्सरहरू हर चिजहरू सर्भाइभल भएर आइरहेको छ होइन त्यसलाई हामीले जैविक खेती गर्ने र अर्ग्यानिक खेती बनाउने फुडले हामीले पुरा राम्रो बनाउने र जमिनलाई पुरा डिस्पोज गरेर 1 साल पुरा डिस्पोज गरेर नयाँ तरिकाले